नमस्कार साथीहरु, फेरि पनि तपाईलाई यस नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। साथीहरु, के तपाईहरु पनि एआई सङ बनाएर युट्युबमा अपलोड गरेर युट्युब च्यानललाई मोनेटाइज गरेर पैसा कमाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आजको यस भिडियोमा म तपाईहरुलाई एआई बाट सङ कसरी बनाउने, एआई सङलाई एडिट कसरी गर्ने, एआई सङको थम्बनेल कसरी बनाउने र युट्युबमा लगेर अपलोड गरेर युट्युब च्यानललाई मोनेटाइज गरेर पैसा कसरी कमाउने भन्ने विषयमा यस भिडियो मार्फत प्रस्तुत गर्दैछु। अब तपाईहरुले यहाँ साइडमा देख्न सक्नुहुन्छ एआई बाट बनाएका गीतहरू एकदमै धेरै ट्रेन्डमा गइरहेका छन्। कुनैमा 7 लाख, कुनैमा 8 लाख, कुनैमा मिलियन, कुनैमा 3 लाख 4 लाख भ्यूज क्रमशः गइरहेको छ। अब तपाईहरुले पनि युट्युबलाई मात्र दिनको 10 मिनेट समय दिएर युट्युबमा एआई सङ बनाएर अपलोड गरेर पैसा कमाउन सक्नुहुन्छ है त। भिडियो सुरु गर्नुभन्दा अगाडि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्नुहोस्, किनकि मैले यस्तै इन्फर्मेसन वाला भिडियो अपलोड गर्दा सर्वप्रथम तपाईहरुको मोबाइलको नोटिफिकेसनमा घण्टी बजोस्। आउनुहोस् अब स्टार्ट गरौँ। सर्वप्रथम साथीहरु, आफ्नो मोबाइलमा रहेको प्ले स्टोरको एप्सलाई ओपन गर्नु होला। प्ले स्टोरलाई ओपन गरिसकेपछि अब तपाईहरुले प्ले स्टोरबाट दुईवटा एप्स इन्स्टल गर्नुपर्ने हुनेछ। एउटा रहेको छ च्याट जीपीटी रहेको छ। यसलाई तपाईहरुले आफ्नो मोबाइलको होम पेजमा इन्स्टल गर्नु होला। मेरो चाहिँ यहाँ इन्स्टल भएको कारणले ओपन भनेर यहाँ देखाइरहेको छ। अब तपाईहरुले फेरि अर्को एआई एप्स रहेको छ, हाम्रो सुनो एआई रहेको छ। हजुरले यहाँ सुनो एआई भनेर हजुरले सर्च गर्नु होला। सर्च गरिसकेपछि यो खालको सुनो एआईलाई हजुरले यहाँ इन्स्टल गर्नु होला। मेरो चाहिँ यहाँ इन्स्टल भएको कारणले गर्दा यहाँ ओपन भनेर देखाइरहेको छ। अब तपाईहरु इन्स्टल गरिसकेपछि यहाँबाट ब्याक आउनु होला। ब्याक आइसकेपछि आफ्नो मोबाइलमा इन्स्टल भएको च्याट जीपीटीलाई ओपन गर्नु होला। च्याट जीपीटीलाई ओपन गर्ने बित्तिकै साथीहरु, अब तपाईहरुले सुरुमा इन्स्टल गर्नु भएको छ भने तपाईहरुको जीमेल आईडी माग्छ। जीमेल आईडी दिएर यसलाई साइन अप गर्नु होला। मेरो चाहिँ यहाँ साइन अप रहेको छ। अब तपाईहरुले यहाँ च्याट जीपीटीमा लेख्नु पर्ने हुनेछ। यति भनेर लेखिसकेपछि अब तपाईहरुले चाहिँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो एउटा एरोको अप्सन रहेको छ। यो एरोको अप्सनमा हजुरले क्लिक गरिदिनु होला। एरोको अप्सनमा क्लिक गरिसकेपछि यसले गीत लेख्न स्टार्ट गर्छ। यहाँ देख्न सक्नुहुन्छ अब हाम्रो यहाँ गीत लेख्न स्टार्ट गरिसकेको छ। एकैछिनमा यसले गीत लेखेर हाम्रो दिनेछ। अब यसलाई शुद्ध छ कि अशुद्ध छ तपाईहरुले राम्रोसँगले पढ्नु होला। मैले यहाँ पढ्न गए। सायद तिमी टाढा भएर पनि मेरो मनमै बसिरह्यो। समयले धेरै कुरा बदले तर तिम्रो याद कहिले मेटिएन। आँसु लुकाएर हाँस्न सिके, पीडालाई साथी बनाए। गीत एकदमै राम्रो छ। एकचोटि राम्रोसँगले हजुरहरूले पढिसकेपछि यसलाई अशुद्ध छ भने हजुरहरूले शुद्ध बनाउनु होला। त्यस्तै गरी अब तपाईहरुले यहाँ तल देख्न सक्नुहुन्छ हाम्रो यो चाहिँ म्युजिकको बुस्टहरू रहेका छन्। अब तपाईहरुले यसलाई कपी गर्नुपर्ने हुन्छ। कपी गर्नको लागि अब तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हाम्रो शीर्षक रहेको छ। शीर्षकबाट तल चाहिँ हजुरहरूले एकचोटि प्रेस गर्नु होला। मैले यहाँ प्रेस गर्दै लङ प्रेस गर्नु होला। एकचोटि लङ प्रेस गरिसकेपछि हजुरहरूले यसरी सरर तलसम्म तानेर आउनु होला। तल तल तान्नु होला। कहाँसम्म गीत रहेको छ त्यहाँसम्म हजुरले कपी गर्न पर्ने हुनेछ है। अब हाम्रो चाहिँ गीत यहाँसम्म रहेको छ। अब हजुरले यसलाई कपी गर्नु होला। मैले यहाँ कपी गर्दै। कपी गरिसकेपछि तपाईहरु यहाँबाट एकचोटि फेरि ब्याक आउनु होला। ब्याक आइसकेपछि अघि हजुरले इन्स्टल गरेको सुनो एआईलाई हजुरले ओपन गर्नु होला। मैले यहाँ ओपन गर्दै। ओपन गरिसकेपछि साथीहरु यसले फेरि तपाईहरुको जीमेलको आईडी माग्छ। जीमेल आईडी राख्नुहोस् र तपाईहरुले पासवर्ड राखेर यसलाई लगइन गर्नु होला। लगइन गरिसकेपछि सेम यस्तै इन्टरफेस ओपन भएर आउनेछ। त्यसपछि तपाईहरुले यहाँ तल देख्न सक्नुहुन्छ हाम्रो एउटा म्युजिकको अप्सन यहाँ शो भइरहेको छ। यो म्युजिकको अप्सनमा हजुरले एकचोटि क्लिक गर्नु होला। म्युजिकको अप्सनमा क्लिक गरिसकेपछि अब तपाईहरुले भर्खरै कपी गरेर ल्याएको सङ चाहिँ हजुरले यहाँ पेस्ट गर्नुपर्ने हुनेछ। पेस्ट गर्नको लागि हजुरले एकदमै लङ प्रेस गर्नु होला। एकछिन यहाँ देख्न सक्नुहुन्छ पेस्ट भनेर आएको छ। मैले यहाँ पेस्ट गर्दै। पेस्ट गरिसकेपछि अब तपाईहरु फेरि एकचोटि यहाँबाट ब्याक आउनु होला। ब्याक आइसकेपछि अब हाम्रो चाहिँ म्युजिक बुस्ट चाहिँ यहाँ ल्याउनु पर्ने हुन्छ। हजुरले फेरि यहाँ लङ प्रेस गर्नु होला। लङ प्रेस गरिसकेपछि अब तपाईहरुले यसलाई यहाँबाट कपी गर्नु होला। म यहाँ अझै कपी गरेर तल आउने छु। यहाँसम्म यसरी हजुरले कपी गर्नु होला। मैले यहाँ कपी गर्दै। कपी गरिसकेपछि फेरि हजुरहरू चाहिँ सुनो एआईमा जानु होला। सुनो एआईमा गइसकेपछि थोरै स्क्रल गर्नु होला। अब हजुरले यहाँ स्टार रहेको छ। फेरि हजुरले यहाँ लङ प्रेस एकचोटि गर्नु होला। लङ प्रेस गरिसकेपछि पेस्ट गरिदिनु होला। पेस्ट गरिसकेपछि थोरै तल स्क्रल गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ टाइटल रहेको छ। अब हजुरले टाइटललाई पनि कपी गर्न सक्नुहुन्छ। हजुरहरू एकचोटि च्याट जीपीटीमा जानु होला। म यहाँ गएँ। गइसकेपछि माथि रहेको छ हाम्रो शीर्षक रहेको छ, तिम्रो सम्झना रहेको छ। यसलाई लङ प्रेस गर्नु होला र हजुरले यसरी कपी गर्नु होला। कपी गरिसकेपछि फेरि तपाईहरु सुनो एआईमा जानु होला। हजुरले फेरि यहाँ
लङ प्रेस एकचोटि गर्नु होला र हजुरले यहाँ पेस्ट गरिदिनु होला। पेस्ट गरिसके पछाडि अब हाम्रो यहाँ काम सकिसकेको छ। हजुरले यहाँ तल देख्न सक्नुहुन्छ हाम्रो क्रिएटको अप्सन यहाँ सो भइरहेको छ। यो क्रिएटको अप्सनमा हजुरले एकचोटि क्लिक गर्नु होला। यहाँ क्लिक गर्ने बित्तिकै साथीहरू एआईले चाहिँ एकैछिनमा हामीलाई गीत बनाएर दिन्छ। देख्न सक्नुहुन्छ हामीलाई 4 वटा गीत यसले बनाउँदैछ। देख्न सक्नुहुन्छ साथीहरू हाम्रो चाहिँ एआईले हामीलाई गीत बनाएर दिइसकेको छ। अब एआईले कस्तो खालको गीत बनायो म तपाईहरुलाई सुनाउन गए। टाढा भएर पनि मेरो मनमै बसिरह्यो। समयले धेरै कुरा बदल्यो तर तिम्रो याद कहिल्यै मेटिएन। गीत चाहिँ हामीलाई एकदमै राम्रो बनाएर दिइसकेको छ। तपाईहरुलाई चाहिँ यहाँ 4 वटा गीत दिन्छ है। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यहाँ एउटा रहेको छ, दोस्रो रहेको छ, तेस्रो यहाँ चौथो रहेको छ। एउटै टाइटलमा तपाईहरुलाई 4 वटा गीत बनाएर दिन्छ। तपाईहरुलाई कुन मन पर्छ त्यो चाहिँ हजुरले सिलेक्ट गरेर यसलाई डाउनलोड गर्नु होला। डाउनलोड गर्नको लागि अब तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हाम्रो 3 डटको अप्सन सो भइरहेको छ। यो 3 डटको अप्सनमा एकचोटि क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि साथीहरु अब तपाईहरुले चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ डाउनलोडको अप्सन यहाँ सो भइरहेको छ। यहाँ चाहिँ हाम्रो गीत बनाउँदैछ। जब यो गीत कम्प्लिट भइसके पछाडि चाहिँ यहाँ पुरै यो माथि जस्तो चकिलो कलरमा देखिएको छ यो डाउनलोड पनि त्यस्तैमा देखिनेछ। अब हामी चाहिँ एआईले गीत बनाउन्जेल हामी एआई को पिक्चर बनाउने छौं। तपाईहरु यहाँबाट एकचोटि ब्याक आउनु होला। ब्याक आइसके पछाडि आफ्नो मोबाइलमा रहेको च्याट जीपीटी लाई हजुरले यहाँ ओपन गर्नु होला। माथि 2 लाइनमा क्लिक गर्नु होला। यहाँ च्याटमा क्लिक गर्नु होला। अब तपाईहरुले यहाँ युट्युब भिडियोमा लगाउने थम्बनेल बनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईहरु यहाँ माइकको अप्सनमा क्लिक गर्नु होला। यति भनेर लेखिसके पछाडि अब तपाईहरुले यो एरोमा टच गरिदिनु होला। एरोमा टच गर्ने बित्तिकै साथीहरु अब हामीलाई एआई ले युट्युबमा लगाउने थम्बनेल केही सेकेन्डमै बनाएर दिनेछ। यहाँ हाम्रो क्रिएट इमेज भनेर आइसकेको छ। थोरै बेर हामी यहाँ वेट गरौँ। देख्न सक्नुहुन्छ साथीहरु हामीलाई चाहिँ च्याट जीपीटी ले थम्बनेल बनाएर दिइसकेको छ। तिम्रो सम्झनामा अधुरो प्रेम रहेको छ। अब तपाईहरुले यसलाई डाउनलोड गर्नको लागि यो फोटोमा क्लिक गर्नु होला। फोटोमा क्लिक गरिसके पछाडि अब माथि देख्न सक्नुहुन्छ डाउनलोडको अप्सन। यो डाउनलोडको अप्सनमा हजुरले क्लिक गर्नु होला। डाउनलोडको अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ सेभ इमेज भनिसकेको छ। हाम्रो ग्यालरीमा यो इमेज आइसकेको छ। अब तपाईहरु एकचोटि ब्याक आउनु होला। हाम्रो चाहिँ सुनो एआई बाट चाहिँ गीत बनाउँदै भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँबाट हामीले डाउनलोड गर्न सकिरहेका थिएनौं। अब हाम्रो गीत चाहिँ रेडी भयो होला। म यहाँ सुनो एआई मा गएँ। सुनो एआई मा गइसके पछाडि अघि हामीले बनाएको गीत कहाँ रहेको छ म तपाईहरुलाई देखाउने छु। हजुरले बनाएको गीत चाहिँ यहाँ तल बसेको हुन्छ। यहाँ एकचोटि क्लिक गर्नु होला। मैले यसमा क्लिक गर्दै यहाँ क्लिक गर्ने बित्तिकै अघि भर्खर हामीले बनाएको गीत 4 वटा यहाँ सो भइरहेको छ। हजुरले फेरि देख्न सक्नुहुन्छ यहाँ एउटा रहेको छ, दोस्रो रहेको छ, तेस्रो रहेको छ र यहाँ चौथो रहेको छ। अब हजुरले यसलाई डाउनलोड गर्नको लागि 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरिसके पछाडि यहाँ देख्न सक्नुहुन्छ हाम्रो डाउनलोडको अप्सन अघि भनेको भन्दा चकिलो भएर आइसकेको छ। अब हजुरले यो डाउनलोडमा क्लिक गर्नु होला। डाउनलोडमा क्लिक गरिसके पछाडि अब हजुरले रेड कलरमा रहेको छ अपग्रेड भनेर आइरहेको छ। यहाँ क्लिक गर्नुभयो भने तपाईहरुले चाहिँ पैसा तिर्नु पर्ने हुनेछ। यानी कि परचेज गरेर मात्रै तपाईहरुले गीत डाउनलोड गर्न सक्नुहुन्छ। अब हजुरले यसमा क्लिक नगरिकन हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो डाउनलोड एनीवेयर रहेको छ। हजुरले यहाँ तल क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि अब हाम्रो गीत चाहिँ सिधै आएर माई म्युजिकमा बस्नेछ। यहाँ देख्न सक्नुहुन्छ डाउनलोड भइसकेको छ। अब हाम्रो गीत पनि बनिसकेको छ। एआई थम्बनेल पनि बनिसकेको छ। अब हामी गीतलाई एडिट गर्ने छौं। एडिट कसरी गर्ने तपाईहरु यहाँबाट ब्याक आउनु होला। ब्याक आइसके पछाडि हजुरले एडिट गर्नको लागि प्ले स्टोरबाट क्यापकट इन्सर्ट हजुरले
प्रयोग गर्न सक्नुहुन्छ। मेरोमा चाहिँ क्यापकट रहेको छ, मैले यहाँ क्यापकटलाई ओपन गरिदिएँ। क्यापकटलाई ओपन गरिसके पछाडि अब तपाईहरुले यहाँ सुरुको अप्सनमा देख्न सक्नुहुन्छ न्यू भिडियो रहेको छ। हजुरले यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि अब हजुरले चाहिँ यहाँ फोटो ल्याउनु पर्ने हुन्छ। फोटो ल्याउनको लागि यहाँ फोटोमा क्लिक गर्नु होला। अघि हामीले बनाएको फोटो यहाँ रहेको छ, मैले यो फोटोलाई यहाँ एड गरिदिएँ। एड गर्ने बित्तिकै साथीहरु तपाईहरु थोरै यता स्क्रोल गरेर आउनु होला। स्क्रोल गरेर आइसके पछाडि हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो रेडियो रहेको छ। हजुरले यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि तपाईहरुले युट्युब साइज छनौट गर्न सक्नुहुन्छ, टिकटकको लागि छनौट गर्न सक्नुहुन्छ, इन्स्टाग्राम फेसबुकको लागि हजुरले यहाँबाट साइज छनौट गर्न पर्ने हुन्छ। हामी चाहिँ युट्युबमा अपलोड गर्ने भएको कारणले 16.9 मा क्लिक गर्नु होला। हजुरले ओके गरिदिनु होला। यति गरिसके पछाडि अब तपाईहरुले यो फोटोको लेयरलाई बढाउनु पर्छ, किनकि हाम्रो गीत चाहिँ 3 मिनेट 4 मिनेट 5 मिनेट कति रहेको छ त्यसलाई बढाउनु पर्ने हुन्छ। बढाउनको लागि हजुरले यसलाई यसरी खिचेर राइट साइड तर्फ लिएर जानु होला। यहाँ देख्न सक्नुहुन्छ हाम्रो टाइम चलिरहेको छ। हजुरहरूले चाहिँ यसलाई 5 मिनेट गीत कति रहेको छ त्यतिसम्म राख्नु होला। म चाहिँ यहाँ 4 मिनेट राख्दै 4 मिनेट 36 सेकेन्ड राख्दै। यति गरिसके पछाडि फेरि तपाईहरु सुरुको अप्सनमा आउनु होला। सुरुको अप्सनमा आइसके पछाडि अब तपाईहरुले गीत एड गर्नको लागि ब्याक गर्नु होला र यहाँ देख्न सक्नुहुन्छ अडियो रहेको छ। यो अडियोमा हजुरले क्लिक गर्नु होला। अडियोमा क्लिक गर्ने बित्तिकै साथीहरु यहाँ देख्न सक्नुहुन्छ साउन्ड इफेक्ट रेकर्ड रहेको छ। हामी चाहिँ साउन्डमा क्लिक गर्नु होला। साउन्डमा क्लिक गरिसके पछाडि अब तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हाम्रो फाइल म्यानेजरको अप्सन रहेको छ। यसमा हजुरले क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि यहाँ डिभाइस रहेको छ। डिभाइसमा क्लिक गर्नु होला। डिभाइसमा क्लिक गर्ने बित्तिकै अब तपाईहरुले बनाएको गीत यहाँ रहेको छ। तिम्रो सम्झनामा यहाँ रहेको छ 4 मिनेट रहेको छ। मैले चाहिँ यहाँ धेरै गीतहरू बनाएर राखेको छु। यहाँ अर्को रहेको छ तिमी बिना अधुरो, मैले तिम्रो सम्झनामा क्लिक गर्दिएँ। यहाँ क्लिक गर्ने बित्तिकै हजुरले यो प्लसको अप्सनमा क्लिक गर्नु होला। प्लसको अप्सनमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हाम्रो चाहिँ यहाँ म्युजिक यहाँ आइसकेको छ। अब हजुरले यो लेयर कति रहेको छ त्यसलाई चाहिँ यता खिचेर आउनु होला। यता खिचेर आइसके पछाडि लास्टमा आउनु होला। यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यतिसम्म रहेको छ। हजुरले यो हाम्रो फोटोमा एकचोटि क्लिक गर्नु होला। फोटोमा क्लिक गरिसके पछाडि यहाँ स्प्लिट रहेको छ। स्प्लिटमा क्लिक गर्नु होला र हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो राइट साइडपट्टि चिनो लागेको छ। डिलिट गर्नुपर्ने हाम्रो यो रहेको छ। हजुरले डिलिटमा क्लिक गरिदिनु होला। यति गरिसके पछाडि अब तपाईहरुले यसलाई थोरै म्युजिकको अप्सन दिन सक्नुहुन्छ। जस्तो कि हाम्रो चाहिँ गीत बज्दाखेरि म्युजिकको धर्काहरू तलमाथि गरेको तपाईहरुले यसमा राख्न सक्नुहुन्छ। हजुरले यहाँ ब्याक गर्नु होला। ब्यागिसके पछाडि अब तपाईहरु थोरै स्क्रोल गरेर यता आउनु होला। यहाँ स्टिकर चिन्ह देख्न सक्नुहुन्छ। यसमा हजुरले क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि हजुरले यहाँ सर्च बारमा लेख्नु होला म्युजिक प्लेइङ भनेर हजुरले सर्च गर्नु होला। सर्च गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ हजुरले सिस्टमको हजुरले यहाँ राख्न सक्नुहुन्छ। मैले चाहिँ यो एउटा राख्दिएँ। यो एउटा राखिसके पछाडि अब हजुरले यसलाई ओके गरिदिनु होला। यहाँ ओके गरिसके पछाडि यहाँ देख्न सक्नुहुन्छ हाम्रो म्युजिकको लेयर आइसकेको छ। थोरै हजुरले यसलाई बढाउन सक्नुहुन्छ र हजुरले यहाँनिर यसरी एड गर्न सक्नुहुन्छ। एड गरिसके पछाडि अब यो लेयरलाई पनि बढाएर हाम्रो भिडियो जतिसम्म रहेको छ त्यहाँसम्म हजुरले यसरी लिएर जानुपर्ने हुनेछ। यति गरिसके पछाडि देख्न सक्नुहुन्छ हाम्रो यहाँ गीत बज्दाखेरि चाहिँ यहाँ म्युजिकको लेयर पनि यहाँ चल्ने गर्दछ। अब म एकचोटि सुरुको अप्सनमा आएर म तपाईहरुलाई गीत बजाएर सुनाउने छु। यहाँ देख्न सक्नुहुन्छ। यति गर्ने बित्तिकै साथीहरु अब हाम्रो भिडियो एडिटिङ सकिसकेको छ। अब हजुरले यसलाई सेभ गर्नको लागि यहाँ देख्न सक्नुहुन्छ AI USG रहेको छ। हजुरले एकचोटि यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गर्ने बित्तिकै हजुरले 1080p 30 र 15 राखेर हजुरले यहाँ माथि एक्सपोर्टमा क्लिक गरिदिनु होला। यति गर्ने बित्तिकै अब हाम्रो भिडियो चाहिँ सेभ हुनेछ ग्यालरीमा र हजुरले युट्युबमा लगेर अपलोड गर्न सक्नुहुनेछ र हजुरले पैसा कमाउन सक्नुहुन्छ। भिडियो कस्तो लाग्छ? यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने अहिलेसम्म विकास टेक 0.8 च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला। भिडियोलाई एउटा लाइक गरिदिनु होला र भिडियो कस्तो लाग्छ कमेन्ट सेक्सनमा बताउन नभुल्नु होला।